हाम्रो लागि ठ्याक्क घाम लागिदिएको क्या एकदम पर्फेक्ट टाइम। थ्याङ्क यू सो मच घाम। मोहनी लायो मलाई यो फुलले। आज मेरिना दिदी पनि हुनुभएको भए कस्तो मजा हुन्थ्यो भनेर मेरिना दिदीलाई कति मिस गरेको आज हामीले। ए रुखैको डाली फुलै फुली दौडे नै किप दौड्यो। आजको वेदर चाहिँ हेर यस्तो दामी छ नि। वाउ। अनि म चाहिँ यतातिर जाँदैछु यसरी। अनि हेलो साथीहरू, स्वागत छ आजको मेरो ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। एकैछिन यहाँ शीतलमा बस्नु पर्यो। अनि म चाहिँ भर्खरै ड्युटी सकेको। अनि मेरो काम गर्ने ठाउँ चाहिँ यहीँनिर हो, यहाँ यही हो म काम गर्ने म्याकडोनल्ड। म चाहिँ यहाँ हप्तामा 1 दिन काम गर्छु। अनि 6 दिन चाहिँ मेरो अर्कै ठाउँ काम छ, अर्कै कम्पनीमा काम गर्छु। त्यहाँ चाहिँ 6 दिन काम गर्छु। अनि यहाँ चाहिँ एभ्री विकेन्ड सन्डे गर्छु। म चाहिँ लिल्लुको गाउँभित्र इन्टर गरिसकेको छु। म चाहिँ भर्खरै ड्युटी सकेर हिँडेको। ड्युटीको कपडा नि चेन्ज गरेको छुइनँ। कस्तो राम्रो फुल हौ। फुल देखिहाल्यो, फुल देखेपछि त भिडियो गर्नु परिहाल्यो। अर्काको गार्डन गरेछ फेरि। यो फुल प्रेमीहरूलाई नि के गर्ने होला र चाहिँ फेरि यहाँ लालीगुराँस देखेँ क्या, कोपिला लागेको। भाइ के साह्रो दामी हो, कस्तो राम्रो फुलेको रहेछ। यो झोला भन्ने कुराले चाहिँ जिन्दगानीमा कहिले नि छाडेन क्या, कहिले नि छाडेन। जहाँ गए नि झोला चाहिँ साथमा हुने क्या। यहाँ अगाडि मात्रै नभएर यता पछाडि। यो चाहिँ मेरो के अरे काम जाँदा सधैँ बोक्ने मेरो ब्याग हो। अब चाहिँ म लिलुको घर पुग्नै लागिसक्यो। उसले चाहिँ मलाई मेसेज गरेको थियो, छिटो आउन, मलाई कस्तो अल्छी लागिसक्यो, बस्दा बस्दा हैरान भइसक्यो भनेर मलाई मेसेज गरेको थियो। तर पनि मैले उसको मेसेजलाई इग्नोर गर्दै, उसको मेसेजलाई रिप्लाई नगरिकन डाइरेक्ट उसको घरमा जाँदैछु। अनि आज म किन उसको घर जाँदैछु भने चाहिँ त्यहाँनिर उसको घरको नजिकै चाहिँ एकदमै राम्रो फुल फुलेको थियो क्या। भन्दा फेरि अर्को फुलमा आइहाल्यो क्या। अब के गर्ने होला कि जिन्दगानीमा यो फुलले त यस्तरी मलाई तान दिन्छ नि। यो के हो, यो तिमीहरूको चुम्बकै छ? तिमीहरूसँग चुम्बक छ के छ? किन तानेको पर्छ? अर्काको गार्डनको भिडियो, फुलको भिडियो गर्दै के छ क्या यो फुल भन्ने कुरामा चाहिँ तानिहाल्छ कि मलाई। पर 10-15 मिटरबाटै तानिहाल्छ मलाई त। अनि आज यो अवस्था पनि फुलले गर्दै भइरहेको छ। त्यहाँ लिलुको घर छेउमा चाहिँ दामी फुल फुलेको मैले देखेको थिएँ क्या। अनि त्यही फुलमा चाहिँ हल्का भिडियो गरौँ न भनेर आज हाम्रो प्लान। थाक्यौँ म त। आज फेरि ड्युटीमा यति बिजी थियो। ओ माई गड, यहाँ हेर्नु न, चोत्रो पाकेको। चुत्रो हो कि चोत्रो के भन्छ हौ यसलाई? चुत्रो नामै भन्न आएन। अनि यस्तो नाम भन्न नजान्ने मान्छेले के खान्छ होला हौ। हलेर नि यहाँ पाकिसकेछ। यहाँको गोराहरूले खानेकुरा आउँदैन। यो अब खाने भनेको हामी नेपालीहरूले नै हो। तर कसरी चान्स पाएर खाने होला कि। अब यो कम्ता टाढा छ त। माथि छ। आऊ मैया आऊ। यहाँ आफू चाहिँ हिँड्दा गरेर हैरान भएर एकैछिन छगाइ मारेको यहाँ आफ्नो झोलालाई नि यहाँ राखेर। अनि म चाहिँ भिडियो गर्दै हिँड्दै थिएँ। अनि लिलुले मेसेज गरेको थियो क्या। उसको मेसेज मैले देख्न त देखेको थिएँ, तर पनि मैले उसको मेसेज अब भ्लग गर्दै हिँड्दैछु, भिडियो गर्दै हिँडिरहेछ। अनि फेरि अब यसरी अर्को हातमा पनि यो ब्याग बोकेको छु नि त। अनि रिप्लाई दिन नमिलेर उसको मेसेज इग्नोर गरेको त। फोन गरिन् क्या मोरीले। अनि भर्खरै फोनमा बोलेको। म चाहिँ खास उसकै घरकै यही आँगनमै आइसकेको छु। तर मैले उसलाई यहाँ छु भनेको छैन क्या। म आउँदैछु मात्रै भनेको छु। कति टाइम लाग्छ केही भनेको छैन। अनि उसले चाहिँ मलाई अल्छी लागिसक्यो, छिटो आऊ भन्दैछ नि। ल आइसकेँ भनेर भनेको मैले नि। अनि यो चोत्रोले गर्दा म अड्केँ क्या। अहिले लिलुलाई लिएर आउनु पऱ्यो। यहाँ 2 जना बसेर अर्काकै गार्डनको भने चोरी खाइदिनु पऱ्यो। चोरी चुप्की भन्ने म त गीत पो गाइदिइहाल्छु। आज चाहिँ मेरो अर्ली सिफ्ट थियो नि त। त्यही भएर अर्ली सिफ्ट हुँदाखेरि पनि फाइदै छ क्या। म यहाँको घर आइपुगेँ। भिडियो गर्दै आएको क्या।
के नि स्याउसी लुगा लाएर बसिन्छ घाँस काटेर के लिएछ तिमी यो कुन भाषा छ जस्तो छ खतरा है यो त राम्रो लाग्यो यो मेरो नेकलेस चाहिँ मलाई बुढोले पहिल्यै गिफ्ट दिनुभएको हो नि त यो जुन गोलो छ त्यहाँभित्र चाहिँ आई लभ यु लेखेको छ अनि अरू पनि कति धेरै लेखेछ क्या आँखा एक साइडको आँखा क्लोज गरेर हेर्दाखेरि मजाले देखिन्छ अनि उसलाई त्यही हेर्न लाग्यो उसले त्यही हेरेर पढ्दै थियो क्या मेरो चाहिँ अवस्था यस्तो छ अब म कपडा चेन्ज गर्ने खै जामा लिएर आयो मेरो जामा यो उसको जामा यो जामा लाएर फुरफुरी नाच्दै कहाँ जाने हो थाहा छैन मैले चाहिँ कपडा पनि चेन्ज गरिसकेँ अनि हल्का फुल्का यसो लिप पोत पनि गरियो अनुहारमा तर मलाई चाहिँ खासै मेकअप गर्न जागर चल्दैन क्या त्यही भएर मैले चाहिँ मस्कारा लाएँ हल्का ब्लस लाएँ यहाँ अनि लिपस्टिक लाएँ त्यति हो अहिले मैले गरेको मेकअप त्यो पनि मलाई जागरै चल्दैन क्या किन हो यो मेकअप भन्ने कुरा चाहिँ खासै जागर चल्दैन अनि लिलुले मलाई मै पनि दिइन् अनि यही मै पिउँदै यहाँ हल्का मेकअप गरेको जागर नचली अनि मेरो स्टाफहरू चाहिँ यता छ अनि अब यही स्ट्यान्ड बोकेर जाने अनि भिडियो गर्ने ए ओ 4:30 कटिसकेछ 4:30 पनि कटिसकेछ यता बाहिरतिर अघि चाहिँ कस्तो धेरै हावा हावा रे कस्तो दामी घाम लागेको थियो नि त अनि यहाँ भर्खर लिलुको घरमा आउँदा त घाम पनि सबै क्लाउडले छोपिदिएको क्या म चाहिँ यहाँ पुरा पर्दा यसरी हटाएर बोल्दैछु अनि बाहिर चाहिँ पुरा यसो हेर्दाखेरि दिन चाहिँ उज्यालो देखिन्छ तर एकदम चिसो छ अनि लुगा चाहिँ फेरि मैले यस्तो लगाएको छु यहाँ यस्तो छ यतिको छोटो छ हल्का घुँडादेखि माथि छ जाडोले बिजोग होला जस्तो छ मेरो त्यही पनि अब रेडी भइ त हालेँ मैले यही जामा लिएर आएको थिएँ खै यहाँ एकैछिन देखाइदिएँ देखिन्छ कि देखिँदैन आई डोन्ट नो सो यहाँ म चाहिँ झ्याम्पारौँ भनेर चाहिँ म एकैछिन यसरी नाचिदिन्छु अब कपाल चाहिँ कस्तो गर्ने भन्ने कुरा चाहिँ थाहा भएन ल साथीहरू फाइनली हामी चाहिँ घरको ढोका बाहिर यहाँनिर भित्र नाच्दा गरेको नाच्नु नआएर जिउनी नहल्लेर अरट्ठ भएर दुईजना मेरो त अरट्ठ यहाँनिर अब यो स्ट्यान्ड बोकेर अब जाने छिमेकीको गार्डनतिर फुल फुलेको छ अनि त्यतातिर गएर यसो भिडियो हल्का फुल्का बनाउँदै हिँड्ने हो हाम्रो लागि घाम लागिदिएको क्या एकदम पर्फेक्ट टाइम थ्याङ्क यू सो मच घाम तिमीलाई मुरी धन्यवाद छ है ओके घाम लागिदिएकोमा ल जाने हो यो स्ट्यान्ड बोकेर यहाँ जाडोले यहाँ ठिर्याएर फेरि अहिले फेरि बिजोग हुन्छ तर आँखा खोल्नु अलिक साह्रो परिरहेछ ल जल्दी आऊ ब्युटिफुल लेडी ल हाम्रो डेस्टिनेसन यही हो क्या ओइ छाया छ त त्यहाँ त छाया परिसकेछ मेरो चाहिँ नि आज काम 3 बजीसम्म थियो अनि अहिले चाहिँ 5 बजिसक्यो 2 घन्टा चाहिँ उसकै घरमा त्यहाँ नाच्दा जिउ नहल्लेर बिजोग भएर बस्यौँ अनि अब ल हामी चाहिँ यही फुलले गर्दाखेरि यहाँसम्म आएको साथीहरू यस्तो दामी छ यो फुल यस्तो दामी छ कुरै नगर्नु यो क्यामेरामा त्यस्तो राम्रो देखाएको छैन होइन रियलमा त साथीहरू कुरै नगर्नु यु आर माई ब्युटिफुल फ्लावर्स के भन्ने मोहनी लायो मलाई यो फुलले त्यही त यहाँ म सुँग्दै बस्दैछु क्या यो चाहिँ झरिसकेछ यसको आउट अफ डेट भइसकेछ यता अनि यता कोही कोपिला लागिरहेको रहेछ यिनीहरू चाहिँ कोपिला स्टिल भर्खर बेबी नै रहेछ ओहो म त यसलाई के गर्ने होला घर लिएर जाने हो के गर्ने ओइ कस्तो राम्रो क्या खै यतातिर कहाँदेखि कहाँसम्म छ ओइ यहाँ धेरै रहेछ ओइ त्यो गाडीको छ्या त्यो गन्दे गाडीमा नगरौँ यो फुलमा चाहिँ यस्तो के हुन्छ कि यो तानिहाल्छ चुम्बकले त्यो के छ तँलाई के के छ त्यस्तो तिमीहरूमा के छ तिमीहरूमा यस्तो जादु के छ तानिहाल्ने तानिहाल्ने चुम्बक तिमीहरू
म त के गर्ने होला हौ, आँखालाई यस्तो रमाइलो लागेको छ है। ल ल ल ल ल उफ्रियो उफ्रियो ल फाइनली हामीहरू चाहिँ यो हाम्रो आजको यहाँ के अरे फोटोसुट भिडियो सुट एभ्रिथिङ सक्यो होइन। अनि हामीले कस्तो भिडियो गऱ्यौँ कस्तो फोटो खिच्यौँ भनेर चाहिँ म सायद यसमा राख्न नि सक्छु नराख्न पनि सक्छु के अरे फोटो अनि भिडियोहरू चाहिँ म टिकटकतिर नि पोस्ट गर्छु। यो चाहिँ मलाई यसरी टिपेर यहाँ टाउकोमा सिउराउन मन परेको थियो तर मार्छ होला भनेर नटिपेको भने फेरि अर्काको गार्डनको हो नि त मार्ला र उफ पर लिलु मैया ऊ त्यहाँ के हेर्दैछिन् जस्ट एकदम मन पऱ्यो क्या। फेरि सुङ्छु लास्ट सुँगेर जान्छु दामी दामी। अनि यो फुलको नाम के हो भनेर चाहिँ मैले यो फुलको नाम के अरे बिर्स्यो हौ फेरि के थियो क्या। ल बाई बाई साथीहरू तिमीहरू चाहिँ हाम्रो बेस्ट फ्रेन्ड हो। तिमीहरू चाहिँ घाम चाहिँ अझैसम्म पनि लागिरहेको छ उनी मलाई पर्खिरहेकी छिन्। अब चाहिँ घर जाने अनि हामी फेरि उतालाको पार्कमा जाने भनेर प्लान गरेको। जस्ट आज त्यो फुलमा फोटो खिच्ने भिडियो गर्ने भनेको नि पुरा भयो। अनि अब चाहिँ हामी घरतिर जाँदैछौँ खै त ल। कति राम्रो घाम आयो क्या यहाँ। ओहो कस्तो न्यानो भयो नि उसलाई बिचरा अघि जाडोले काँडा पोलाएर कसरी काम दियो त्यो अरे जाडोले हँसाउँछिन् हौ हँसाउँछिन् उनी ल्याउने। अब यहाँनिर यो उसको घरको त्यहीँ नजिकै एउटा स्यान्डल पार्क भन्ने छ अनि त्यहाँनिर जाने हामी। अनि त्यहाँनिर यसरी नै खुट्टा कमाउँदै भिडियो फोटो खिचेर हामी त्यहाँनिर के अरे त्यो अघिनाको फुलमा फोटो खिच्दाखेरि भिडियो फोटो गर्दाखेरि मान्छेहरू कति हिँडिरहेको थियो अनि मान्छेहरूले हेरिरहेको थियो। हामी चाहिँ त्यो मान्छेहरूलाई बालै नदिकन हामी चाहिँ फोटो खिचेर आएको। हामी चाहिँ फेरि यहाँ घर आएर मैले चाहिँ मेरो कपाल यसरी गरेछु यसरी देखेको छ कि छैन थाहा छैन। मेरो कपाल खुस्केको गरेँ अनि कपाल बाटेर चाहिँ अब यहीँ स्यान्डल पार्क हिँड्न लागेको। त्यो अघिको बिस्किटहरू बोक्यौँ। अब जाँदै जाडोले म नि कामदैछु अब चाहिँ तर यहाँ पर छ कि चुत्रो हो कि चोत्रो हो भन्ने मैले नामै बिर्सेँ क्या। यहाँनिर मैले लिलुलाई भन्दैछु क्या यहाँ चोत्रो छ यो चुत्रो चोर्नु आँटेको क्या। ल साथीहरू म चाहिँ अर्काको चोर्दैछ भरे पुलिसले लग्छ है फेरि। चुत्रो चोर्नलाई रेडी हो। ल म डराइसकेँ म डराएँ डराएन चुत्रो चुत्रो कहिले भने त ठ्याक्क दुईजनालाई दुई झुप्पा भयो यहाँ। खै खानुहुन्छ ल है साथीहरू मैले चोरेको चुत्रो हो कि के हो खै ऊ चाहिँ डराइरहेको चाहिँ खाना हुन्छ कि हुन्न भन्दै। यहाँको यो सेतो फुल देखेर फेरि म यो फुलको भिडियो गर्न आएको क्या। जस्ट आज फुलहरूको चाहिँ बिजोकै हुने भयो क्या। है के साह्रो राम्रो फुल हो के जता हेऱ्यो त्यतै फुल जहाँ हेऱ्यो त्यहीँ फुल जे पनि फुलेको जस्तो नि फुलेको के हो यस्तो दुनियाँ नै फुलै फुल दुनियाँ में कोनो नगर उसलाई चुम्बकले तानो चुम्बकले मलाई नि चुम्बकले तान्दैछ चुम्बकले तान है तान चुम्बकले चुम्बक त होइन चुम्बकले तानिहाल्छ के यस्तो तान्छ नि यो चुम्बकहरूले। ओइ ल ब्याकग्राउन्ड म्युजिक है। फुलै फुलको बगैँचामा उनी मेरी माया शरमै लाग्दा खै के जति तिमी मात्र। यस्तो ब्याकग्राउन्ड सुन्नुहुन्छ थाहा छ कस्तो राम्रो। यो ठाउँमा चाहिँ एकदमै राम्रो चराहरू कराउने रहेछ साँझ परेपछि। अहिले चाहिँ 6 बजी भयो होला। मेरो यहाँ ज्याकेट अनि स्ट्यान्ड पनि बोकिरहेको छु
अनि यस्तो दामी छ क्या यहाँ चाहिँ। यो चाहिँ सन्डल पार्कको लिलु मैयाको घरबाट नजिकै पर्छ। उसलाई के को चुम्बकले तानेर बसिन् त्यहाँनिर थाहा छैन। बस्न चाहिँ छपक्कै बसेकी छिन् है ऊ। आम्मामामा चराहरूको फोटो भिडियो खिच्दै छिन् जस्तो छिन्। चरा कराएको सुन्नु त। त्यही चराको आवाज सुन्दै अनि यो फुलहरू हेर्दै चटपटे खाँदै यसरी हिँड्दै चोत्रो चोर्दै जिन्दगी नै के हो यो रुखै फुलेको चाहिँ। ए रुखैको डाली फुलै फुली चराहै आई गुडै लगाई के हो। पारीभित्र फुल फुलेको वारी भित्रबाटै देखिने क्या। यो क्यामेरामा भन्दा नि रियल आँखाले हेर्दा यस्तो दामी छ नि के भन्नु र। खै के भनौँला खै माया के भनौँला खै। त्यहाँनिर चाहिँ खरायोहरू बसिरहेको रहेछ। चाल मारेर जानुभएछ। कस्तो कान ठाडो ठाडो पारेको क्या। फाइनली हामी चाहिँ यहाँ के अरे फिल्डमा आएर यहाँ बसेको। अब चटपटे खाने। यहाँ आफूलाई भोक लागिसक्यो। त्यहाँनिर गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेको त केटी केटी रहेछ। यहाँ चाहिँ हामी बसेर चटपटे खाने हो हाम्रो खानेकुरा। बोल्नु नसके पनि भ्लग गरिरहेकी छिन्। अछु थरथरी कामेको क्या मलाई पनि। ल साथीहरू हामी चाहिँ अब पार्कमा आएर खाएर पनि अनि हामी चाहिँ घरतिर जाँदैछौँ। पुरा जाडो भयो। पछि जाडोले खप्नै नसक्ने अवस्था भयो। लाउनु कामेर मर्यो। टाढाबाट देखिने रुखको फुल चाहिँ यही हो। एकदमै राम्रो छ क्या यो फुल चाहिँ। हेर्नु त यो पुरै रुखै फुलेछ। जुनै पनि फुलको किन बास्ना लिन मन लाग्छ होला है मलाई। यस्तो मिठो मिठो फेरि हुन्छ नि यहाँको फुलहरूको। जाडो भएर नि मैले चाहिँ यहाँ ज्याकेट बोकेको थिएँ है। ए हो र है थाहै छैन मलाई। अनि फुलै छ त्यो रुखमा पनि। लोखर्केको भिडियो गर्ने भनेर बसेको। लोखर्के भागेर कहाँ पुगिसक्यो। म चाहिँ जाडोले हात कामेरै भएन के साथीहरू। हाँसको बच्चीहरू कस्तो क्युट देखेको नि। ल जाडो हुन्न कुद्यौँ भनेर यहाँ कुदेकै। अब दुईजना हामी कुन बाटो कुद्ने हो। यो उकालो साह्रै जाडो भयो। अब दौडिने भयो। भागो छिटो आउनु। भागो अच्छा भागो। ओइ उहाँ येल्लो फुल येल्लो फुल हेर्नलाई। यो फुल हेर्न दौडेर आएको। जिउै तात्तियो साँच्चीकै। यो रुखहरू सबै फुलेको हेर्नु न कति राम्रो हो कि। अझ दिउँसो भएको भए कस्तो दामी देख्छु। राति भएर राम्रो छ। किप दौडो दौडिने किप दौड्यो किप रनिङ दौडो। एउटा झोला बोकेर दौडिँदैछ। एउटा चाहिँ स्ट्यान्ड बोकेर दौडिँदैछ। चेरी हो क्या। घरतिर जाँदैछ दुईजना भ्लगर केटीहरू। नि भोलि त 12 घन्टा छ अझै। ओहो फाइनली अब चाहिँ यो चुत्रो खाने टाइम आएको छ हाम्रो। ल चुटाउनु। तपाईँ पहिला खाने कि म पहिला खाने। जाडोले कक्रिसक्यो है। खानु त कस्तो छ। अमिलो हुन्छ अरे भनेको सुनेको हो। खाइसकेर खानुहुन्छ। मर्यो भने हाम्रो आयु यति नै रहेछ भनेर खुसी हुने होला नि के हो। म नि खानु पर्ला हौ। मेरो कुरा त
बिचरा बुढै सम्झेको क्या फेरि खै यहाँ एउटा टिपे अब म खाइदिन्छु खै अमिलो छ अमिलो यस्तो अमिलो खाँदैन कति अमिलो खान्छ ल खाएँ है साथीहरू कस्तो अमिलो रहेछ त्यही नि खाइदिनु र लु साह्रो अमिलो रहेछ अमिलो छ तपाईँले निलो मलाई निले नि अलिअलि मैले नि निले आज मेरिना दिदी पनि हुनुभएको भए कस्तो मजा हुन्थ्यो भनेर मेरिना दिदीलाई कति मिस गरेको आज हामीले मेरिना दिदी आउनु भएन जस आजको दिन यस्तै भयो थ्याङ्क यू सो मच मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएको लागि के कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला साथीहरू हाम्रो त यस्तै हो हस्त नमस्ते दर्शन नमस्ते फेरि भेटौँला भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु जय नेपाल सल्युट नठोक्ने सल्युट मेरो भिडियोमा